नमस्कार साथीहरू, तपाईँ धेरै समय पढ्नुहुन्छ तर नतिजा भने हापीचा गरे जस्तो आउँदैन, अथवा परीक्षा नजिकै गर्दा तनाव बढ्छ। समस्या तपाईँको मिहिनेतमा होइन, पढ्ने तरिकामा हुन सक्छ। आजको भिडियोमा म तपाईँलाई विद्यार्थीहरूले गर्ने 5 ठुला पढाइका गल्तीहरू बताइदिनेछु। यदि तपाईँ यी गल्तीहरू सुधार्न सक्नुभयो भने कम समय पढेर पनि राम्रो नतिजा ल्याउन सक्नुहुन्छ। त्यसैले भिडियो अन्तसम्म हेर्नुहोस्। गल्ती नम्बर 1, योजना बिना पढ्न सुरु गर्नु। धेरै विद्यार्थीहरू किताब खोलेर सिधै पढ्न थाल्छन्, तर उनीहरूसँग स्पष्ट योजना हुँदैन। आज के पढ्ने, कति समय पढ्ने, कुन विषयलाई प्राथमिकता दिने, यस्ता प्रश्नहरूको उत्तर नहुँदा समय खेर जान्छ। उदाहरणका लागि, तपाईँ 2 घण्टा पढ्न बस्नुभयो भने कुन अध्ययन पढ्ने भनेर सोच्दै धेरै समय बित्न सक्छ। समाधान निकै सरल छ। पढ्न बस्नु अघि 5 मिनेट समय निकालेर योजना बनाउनुहोस्। योजनाले पढाइलाई धेरै प्रभावकारी बनाउँछ। गल्ती नम्बर 2, केवल पढ्ने तर अभ्यास नगर्ने। धेरै विद्यार्थीहरू नोट्स बारम्बार पढ्छन्। उनीहरूलाई लाग्छ कि धेरै पटक पढेपछि सबै याद हुन्छ, तर वास्तविकता भने फरक छ। पढ्नु मात्र पर्याप्त हुँदैन। यदि तपाईँले सिकेको कुरा प्रयोग गर्नु भएन भने त्यो छिट्टै बिर्सन सक्नुहुन्छ। यही कारणले गर्दा धेरै विद्यार्थीहरूले पढेको कुरा परीक्षामा सम्झन सक्दैनन्। त्यसैले अभ्यास गर्नु अत्यन्तै आवश्यक छ। गणितमा प्रश्न समाधान गर्नुहोस्। विज्ञानमा अभ्यास प्रश्नहरू गर्नुहोस् र अन्य विषयहरूमा आफैले प्रश्न सोधेर उत्तर दिने प्रयास गर्नुहोस्। जति धेरै अभ्यास गर्नुहुन्छ त्यति नै तपाईँको आत्मविश्वास बढ्छ र परीक्षामा राम्रो प्रदर्शन गर्ने सम्भावना पनि बढ्छ। गल्ती नम्बर 3, मोबाइलको ध्यान भङ्ग गर्नु। आजको समयमा यो सबैभन्दा ठुलो समस्या बनेको छ। तपाईँ पढ्न बस्नुहुन्छ, अचानक एउटा नोटिफिकेसन आउँछ, त्यसपछि अर्को भिडियो, अनि अर्को मेसेज। हेर्दा 30 मिनेट वा 1 घण्टा बितिसकेको हुन्छ। यस्तो हुँदा पढाइमा फोकस गर्न निकै गाह्रो हुन्छ। यसको समाधान पनि सरल छ। पढाइको समयमा मोबाइल साइलेन्ट मोडमा राख्नुहोस्। सम्भव भए मोबाइललाई अर्को कोठामा राख्नुहोस्। केही समय पूर्ण ध्यान दिएर पढ्न सक्नुभयो भने कम समयमा धेरै सिक्न सक्नुहुन्छ। गल्ती नम्बर 4, अन्तिम समयमा मात्र पढ्नु। धेरै विद्यार्थी परीक्षा आउने केही दिन बाँकी हुँदा मात्र गम्भीर भएर पढ्न थाल्छन्। उनीहरू सोच्छन् कि केही दिनमा सबै कुरा सकिन्छ, तर प्राय यस्तो हुँदैन। अन्तिम समयमा धेरै कुरा पढ्न खोज्दा तनाव बढ्छ र पढेको कुरा राम्रोसँग सम्झन पनि गाह्रो हुन्छ। यही कारणले गर्दा धेरै विद्यार्थीहरूको प्रदर्शन कमजोर हुन्छ। यसको सट्टा हरेक दिन थोरै पढ्न बानी बसाल्नुहोस्। दिनको 30 मिनेटदेखि 1 घण्टासम्म नियमित पढ्न पनि पर्याप्त हुन सक्छ, किनकि नियमितता अन्तिम समयमा धेरै पढ्नुपर्दा प्रभावकारी हुन्छ। गल्ती नम्बर 5, रिभिजन नगर्नु।
अब कुरा गरौँ पाँचौँ र धेरै सामान्य गल्तीको। त्यो हो रिभिजन नगर्नु। धेरै विद्यार्थीहरू नयाँ कुरा सिक्छन् तर त्यसलाई फेरि दोहोऱ्याउँदैनन्। फलस्वरूप केही दिनपछि धेरै कुरा बिर्सन थालिन्छ। रिभिजनले सिकेको कुरा लामो समयसम्म सम्झन मद्दत गर्छ। आज पढेको कुरा भोलि आजदेखि 10 मिनट दोहोऱ्याउनुहोस्। सकेसम्म हप्तामा 1 दिन रिभिजनका लागि छुट्याउनुहोस्। यो सानो बानीले तपाईँको नतिजामा ठुलो फरक पार्न सक्छ। अब आजको भिडियोमा मुख्य कुरा छोटकरीमा हेरौँ। पहिलो, योजना बिना पढ्न सुरु नगर्नुहोस्। दोस्रो, केवल पढेर मात्र नबस्नुहोस्, अभ्यास पनि गर्नुहोस्। तेस्रो, मोबाइललाई आफ्नो फोकस बिगार्न नदिनुहोस्। चौथो, अन्तिम समयमा मात्र पढ्ने बानी हटाउनुहोस्। र पाँचौँ, नियमित रिभिजन गर्न नबिर्सिनुहोस्। यदि तपाईँले यी 5 गल्ती सुधार्नुभयो भने तपाईँको पढाइ धेरै प्रभावकारी बन्न सक्छ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्न नबिर्सिनुहोस्। यस्ता विद्यार्थीहरूका लागि उपयोगी भिडियोहरू हेर्ने च्यानल सब्स्क्राइब गर्नुहोस्। कमेन्टमा लेख्नुहोस् यी 5 गल्तीमध्ये तपाईँले सबैभन्दा बढी गरेको गल्ती कुन हो। म तपाईँको कमेन्ट पढ्ने प्रयास गर्नेछु। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।